आरसी हाल्दा चाहिँ यस्तो छ है केटा हो त्यो बिस्तार चलाउनुपर्छ कस्तो सुलभ कार्की भन्यो हो त के बिल्ला हाने ल जाइदिएर यहाँ त मात्र अनि 150 त्यो र यो आरसीको एक्सिडेन्ट भयो डेन्जर भएको छ हेर्नु ल अनि अहिले चाहिँ हामी यहाँ पुरालिङ कण्ठ ठ्याक्क यो पुलिस चौकीमा छौँ छलफल चाहिँ भइरहेको केस चाहिँ अलि लामै बनायो ल गाइज हाम्रो दाइले पनि मेरो भ्लग हेर्नु रहेछ थ्याङ्क यू सो मच मेरो दाइ ल भनिदिनु त हजुरको नाम यसो मेरो नाम एकेन्द्र दाङ थापा म मेरो घर सुदूरपश्चिममा हाम्रो भाइको एकदम भ्लगलाई माया गरेर एकदम प्यारो भाइ एकदम राम्रो भाइ ल के अरे हजुरको पनि उता रिकन्डिसन छ जसो दिपेन अटोलिङ मेरो साथीको हो म त्यहीँ बसिया हुन्छु हुन्छ त एकदम राम्रो के पर्यो बाइकको यताउति म आउँछु बोल्न नहुने भन्दा नि बोल्नै पर्छ धेरै पछि भेटेँ किनकि पहिला दाइले म भेट्दाखेरि हाम्रो छुट्टिएको होइन आजकल भेटघाट किन हुँदैन म घरको घरमै दाइ त्यस्तो हुन्छ पहिला दाइ घरको घरमा म हिँडेँ अहिले टाइमिङ फरक भइरहेछ नि त सो हेलो नमस्ते एभ्रिवान इट्स मी सुलभ अनि हजुर पनि सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु वेलकम ब्याक टु माई युट्युब च्यानल सो न्यू डे न्यू ब्लग अनि आज चाहिँ फेरि ब्लगमा आइसकेँ होइन धेरै दिन भएको थियो किनकि म ब्लगमा नमिलेको कारण कामहरू थियो म कामहरू गर्नु थालिरहेको छु नि त त्योहरू पछाडि बस्नुपर्छ टाइम छैन यताउति निस्किने अब ब्लग भनेर पनि भएन होइन बिहे भइसक्यो त्यो धेरै हिँड्न पनि पाइँदैन त्यसरी बिहिबारी हुन्छ नि त अब जिम्मेवारीहरू लिनु पऱ्यो यताउति टेन्सन त त्यो भएर टाइम मिलेको बेला आज टाइम मिल्यो फेरि ब्लग बनाउनु चाहिँ अनि आज चाहिँ फेरि यहाँ केटाहरूको लबडा परेछ मतलब अब बाइक कुदाइरहेको बेलामा पुलिस चौकीबाट फोन आएछ पुरालिङ कण्ठबाट केटाहरूलाई छिरिङ भन्ने हो छिरिङ ब्लग्स अनि आएको दिपेश भाइहरू को छ अनि दिपेश भाइको चाहिँ थाहा भएन हाम्रो अनि छिरिङको चाहिँ के भएर चाहिँ पुलिस फोन गरेर हिजो बोलाएछ सुइँ त गएछ पुलिसले पिट्यो यताउति गऱ्यो भनेर अनि बाइक चाहिँ थुनेर राख्दैछ यहाँ हो भने अब हामी यसो केटाहरू गएर मिलेर जस्टिसको लागि होइन उसको सपोर्टमा गल्ती छैन भने चाहिँ उसको सपोर्टमा यताउति गरौँ भनेर हामी मिलेर जाँदैछौँ अब खै को आउँछ थाहा छैन अहिले चाहिँ म र दीक्षित दाइ जाँदैछौँ अरू को आउँछ त्यो चाहिँ मलाई त्यति डिटेलली चाहिँ थाहा छैन मलाई नि हल्कामा थाहा छ अनि अहिले चाहिँ म रेडी हुँदैछु रेडी के हुनु रेडी भइसक्यो यहाँ बुढीले मेरो बाइक यहाँ जानको लागि रेडी गरिदिँदैछ बाइक पुस्तिँदैछ रेडीको अनि यहाँ बाङ्ला छ पहिला यहाँनिर यसरी डट ठिङ्डिङ हुन्थ्यो कि यहाँनिर पार्किङ हुन्थ्यो अहिले छैन आई मिस माई बाइक लट टप होइन अब केही छैन केही पाउनलाई केही गुमाउनुपर्छ त्यही हो अब के अरे मलाई पाएर गुमाएर भागेँ यहाँ आउनु ढोका खोलिदेऊ न ढोका नखोलिदिने ल गाइस धेरै ढिल नगरिकन म निस्किन्छु है त अहिले भेट्छु म सिधै दाइहरूलाई भेट्छु त्यहाँ लहरा घरमा छ अरे लहरा घर पनि हाम्रो सरोज ब्लग्सको छ त्यहीँ गएर भेट्छु त्यहाँतिर गर्छ लुकेको हाम्रो यहाँ केटाहरूको यही नै हो है अनि यहाँ केटाहरूको उसको एक्सिडेन्ट भएको अनि यहाँ भाइ जाँदैछ हाम्रो साउ आयो लहरा उसको साउ आयो के छ अहिले चाहिँ अब धेरै पछि म मेरो साथीको भ्लगमा आउनु पाएर धेरै खुसी लागिरहेको छ होइन लाइक यसको भ्लगमा क्या मेनली त होइन किन भन्दाखेरि चाहिँ लाइक यसले हो नि अस्तिदेखि गर भ्लगमा गर भन्ने म हौसल दिने चाहिँ मै हो है वान पिस मान्छे चाहिँ अनि यसले गरिरहेको छ नि यसको फेमा म नआउनु भनेर त त्यो बिग मिस्टेक हुन्छ मेरो लागि सो यो ठाउँमा चट्टो लाएर अहिले चाहिँ यहाँ सङ्घर्ष भइरहेछ अब यु क्यान सी हाम्रो यु क्यान सर्च एन्ड कम है लहरा घरमा सट्ट अनि अरू भन्दा नि कहाँनिर छ भन्दाखेरि जोटपाटीबाट ठ्याक्कै मेन पोइन्टमा छ त्यो छोड्दै त्यो बिजनेस आफ्नै ठाउँमा छ लाइक अब भ्लगिङमा चाहिँ अब सर्च विल कम ब्याक होइन सुन एज सुनर अब यही कुरामा पनि म बोल्न सक्छु यदि हाम्रो भाइलाई अब हाम्रो भाइलाई यस्तो माथि यस्तो भएको छ नि त सबजनालाई अब साइडको भिडियो उनीहरूको चाहिँ के भयो भन्दाखेरि चाहिँ उनीहरूको कस्तो भयो भन्दाखेरि चाहिँ के भयो पोलिटिक पावरको हो हामीसँग सोसियल मिडिया पावर छ होइन जे हुन्छ राम्रोको लागि हुन्छ जे हुँदैन नराम्रोको लागि हुँदैन अब त्यही त हो नि होइन सो त्यो सरोज सुन ब्याकै गाइस हाम्रो सुलभ भ्लग्सकोबाट अपडेट है सानो अपडेट मात्र ल त्यसले के भन्छ अब यसको अब अनुसारमा जाउँ हाम्रो दीक्षित दाइले फेरि डोमिनार 400 हानिसक्यो कङ्ग्रेचुलेसन ब्रदर खै खोल्नु न त्यो के यो थम चेक मात्रै गरेर भगवान् थ्याङ्क यू चाहिँ कसले भन्छ ल धन्यवाद कतिचोटि गर्ने धन्यवाद ब्लगमा भने क्या
आरसी चाहिँ होइन भाइ आरसी त्यसको लागि हामी त्यही कुराबाट धेरै कुराहरू माथि पुग्यो अब त्यो कुराहरूमा पुष्पा झुकेका नै साला भइरहेको छ घाँटी बाङ्गेर त्यसको भिडियो आउनेछ हाम्रो केटाहरूबाट बिस्तारै आउँछ हामी यो भ्युजको लागि चाहिँ आउनेवाला मान्छे होइन हामी चाहिँ सपोर्टको लागि आरसीको हालत चाहिँ यस्तो छ है केटा हो त्यो बिस्तार चलाउनुपर्छ कस्तो सुलभ कार्की भन्यो हो त के बिल्ला हाने ल जाइदिएर यहाँ मात्र अनि 150 त्यो र यो आरसीको एक्सिडेन्ट भयो डेन्जर भएको छ हेर्नु नि ल अनि अहिले चाहिँ हामी यहाँ पुरालिङ कण्ठ ठ्याक्क यो पुलिस चौकीमा छौँ हल्का चाहिँ भइरहेको केस चाहिँ अलि लामै बनायो अब के हुन्छ कसो हुन्छ अझै ट्विस्टको कुरा छ कि यहाँनिर धेरै ट्विस्ट छ ओ सिधै के मेरो भ्लगमा चाहिँ बोल्नै हुँदैन क्या हो बोल्न नहुने भन्दा नि बोल्नै पर्छ धेरै पछि भेटेँ किनकि पहिला दाइले म भेट्दाखेरि हाम्रो छुट्टिएको होइन आजकल भेटघाट किन हुँदैन म घरमै दाइ त्यस्तो हुन्छ पहिला दाइ घरमा म अहिले टाइमिङ फरक भइरहेछ यस्तै बेलामा भेट हुन्छ सही के भइसक्यो दाइको छोरी भइसक्यो अब आफ्नो कहिले हुन्छ हिँड्न पाइँदैन ए साँच्ची बे नै भएको छैन तिम्रो त ल गाइस हाम्रो दाइले पनि मेरो भ्लग हेर्नु रहेछ थ्याङ्क यू सो मच मेरो दाइ ल भन्दिनँ त हजुरको नाम यसो मेरो नाम एकेन्द्र दाङ थापा म मेरो घर सुदूरपश्चिममा हाम्रो भाइको एकदम भ्लगलाई माया गरेर एकदम प्यारो भाइ एकदम राम्रो भाइ ल के अरे हजुरको पनि उता रिकन्डिसन छ जसो दिपेन अटोलिङ मेरो साथीको हो म त्यहीँ बसिया हुन्छ हुन्छ त एकदम राम्रो के पर्यो बाइकको यताउति म आउँछु थ्याङ्क यू दाइ है के हो कुराहरू भइसक्यो हाम्रो ल के गरे पुरा तैँले ल भन् तैँले के गर्छस् ल भन् यो त अति चल्छ होइन टोइलेट मलाई लडाइदिइरहेको चल म त टोइलेट गइरहेको छु होइन म जान्छु ल भन्दा आयो होइन यसरी म जान्छु ल भन्दा आयो होइन अनि मान्छे सुसु गरिरहेको छ होइन पछाडि आएर कट्या गर्छ किन लडाएको त्यही कारणले होइन त्यो गरेको लडाएको भनेर चाहिँ त्यस्तो गरेको नि कसरी काम छैन गल्ती आफै गरिदिउँ ल यार के गर्नु ओ 1 लाख गयो फोन पनि 2 लाख त जाँदैन तपाईँ स्याल भएरमा साइनमा आउने लास्टै छट्टु यो बाइक 55,000 को अनि हेलमेट 70,000 को म त के भन्छ भने सुनेको त बाइक 55,000 गऱ्यो पछि हेलमेट 70,000 कसम हो तर तपाईँ किन यो बाइक लिएर आउनु ल जनता जान्न चाहन्छ सेफ्टी म बाइक लिएर होइन अहिले फेरि यसको यो पनि हो भनेर 1000 हालिदिएर टेन्सन मेरो बाइक निकाल्नु ल गाइस अब चाहिँ हामी यसको माथि गएर मिलेछ अरे दाइ कम्पनी एउटै हो होन्डा हिसीलाई पनि चतुर भएर होइन गाइस बाइक समात्छ भनेर यो लिएर आएको हो क्या अयो नगरौँ न यार केटाहरू यहाँ आफै फेरि ल गाडीले गर्दाखेरि यता मोड्यो साइड लाइट बालेको थिएन त्यो साइड लाइट नबाले छिराइदिएछ अनि झ्याम्मै रोक्दैछ क्या साइड लाइट नबालिकन अनि आफ्नो फेरि म पनि यहाँ ब्रेक हानेको यो दाइले झ्याप्पै रोकेर भयो त म्याकाडो त्यो गाडीहरू त्यही भएर भाग्दिएर त्यो गाडीहरू रोक्नु पर्थ्यो नि भन्नु पर्थ्यो नि साइड लाइट भएको स्पिड थिएन
नर्मलमा थियो कि 20-30 होला होइन गाडीले झ्याप रोक्दै साइड लाइट बालेको थियो नि लम्बे छिरुन खोजेर यता सब झ्याम रोक्दै उताबाट आइदियो झ्यामझुम ल यो दाइले झ्याप्पो ब्रेक हाने म त ठोके भन्ठान मेरो पनि ब्रेक हान्दा गाडीले चाहिँ साइड लाइट नमारिकन हालिदिएर साइड लाइट लम्बे छिराइदिइहाल्यो त्यो अब सब आफू नै ब्राङब्रुङ ब्रेक हान्दै बज्यो त्यही त हामी बिस्तारै अब साइड लाइट नै नबालिकन झ्याप्प रोकिदियो हतार त होइन आनन्दले हिँड्दा आफू पनि पऱ्यो क्या बिस्तारै जाँदैछ अब गाडी ल्याप्पै रोक्दियो झ्यापझुप भयो जाउनु के भएन म त केटाहरू ल यताबाट त घिस्रिन्छ ल गाइज हाम्रो भाइले उही हान्ने अरे पहिला मैले हान्ने ठाउँ यहीँ हो कति पछि आएको अब हेरौँ दाइ विली हेर्ने हो नि त ओ दाइ विली हेर्ने हो नि त नाइस ठिक छ दाइ कसको एक गियरमा अनि गियर भएको चाहिँ हाल्नु मिलिहाल्छ नि भेट जाँदा त ल अब कस्तो हान्छ हेरिदिउँ लास्ट सर्ट एन्ड स्विट फोन आएको आएछ कसको हान्यो 1 2 3 गो एक गियरमा गाह्रो हुन्छ अरू हाल्नु जाउँ ल एक हान्छु अझै हामी लङ गएन भने त्यस्तो बुझ्दैन मलाई पनि त्यस्तो हुन्छ पहिला अहिले चाहिँ त्यस्तो हुँदैन किनकि बाइकै छैन त अनि हान्नलाई के हुनु होइन त्यही हो हान्नुमा मिठो नाइस अब चाहिँ जाउँ अब एकछिन त्यहाँ बस्छौँ अनि त्यसपछि म हजुरलाई भेट्छु है त केटाहरू त्यहीँ भित्र छ कि बाई बाई मङ्की बनिदिएर मङ्की किङ हो क्या स्यु टुमरो है त घरमुलाई त्यही नजिक छ त्यही पनि आउँदैन यता दिनकै भेट्दैन है कहिले काहीँ भेटिन्छ दिनको त होइन कहिले काहीँ भेटिन्छ किनकि म निस्किँदिनँ दाइ निस्क्यो ल है इसी दाइ काण्डा हुनेमा यहाँ हेर्नु भागेको यो मुलाले उटपटाङ मचा छ पुरा कहाँ पुगेर आएको राइट साइड गएर आएको यहाँ अर्को चाहिँ फेरि सर हिँड्दै थियो अर्कोले हाल्दै लिभरै भाँच्दियो कस्तो मलाई लागेर त भिदा भएर चाहिँ के काण्ड मचाएको मुला अब गाह्रो छ के थाहा पहिला हामीले कुदा त्यस्तो हुँदैन थियो अहिले चाहिँ उटपटाङ हुँदै भइरहेको थियो किनभने टोखामा पनि एक्सिडेन्ट त्यस्तै भयो नि त लफडा त्यस्तै परेर चाहिँ मान्छे अन द स्पोट डेटहरू भएको छ त्यही माथि झन् 25 करोड भेटायो अरे के अरे सन्डे काण्डा छ त्यही भएर अहिले राइडर्सहरूलाई अलिक गाह्रो छ त्यसले छ क्या अब उसको केस पनि बाँकी नै छ सन्डे हुन्छ होइन त म त बुझ्नुलाई मिलाएर अब सन्डे कुरा गरेर चाहिँ सन्डे ड्याङडुङ गरेर अहिलेको लागि चाहिँ